दर्शकबिन यति बेला सामाजिक सञ्जालमा एउटै नामको चर्चा रहेको छ र त्यो नाम हो माग्ने राजा। हजुर दर्शकबिन, माग्ने बुढाले खेलेको चलचित्र माग्ने राजाको यति बेला सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ र यसैसँग यतिखेर माग्ने राजाको टिजर आइसकेको छ र टिजर आइसकेपछि चलचित्रको धेरै आलोचना समेत भइरहेको छ भने धेरैले तारिफ पनि गरिरहेका छन्। बजारमा के हल्ला चलेको छ र माग्नेको टिजर कस्तो छ त? कृपया हामी आजको यस भिडियोमा तपाईलाई रिभ्यू दिन गइरहेका छौँ र कृपया कमेन्ट सेक्सनमा तपाईलाई के लाग्छ, माग्ने राजाले कति कमाउँछ जस्तो लाग्छ? तपाईको राय कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनु होला र माग्ने बुढाको लागि यो भिडियोलाई एक लाइक दिन भने नबिर्सिनु होला। दर्शकबिन, यति बेला सामाजिक सञ्जालमा माग्ने बुढाले लिएको पारिश्रमिकको चर्चा भएको छ। योभन्दा अगाडि सामाजिक सञ्जालमा आएको न्युज हिसाबले माग्ने बुढाले 50 लाखको पारिश्रमिक लिएको भन्ने हल्ला चलेको थियो। तर यद्यपि टिजर रिलिजको कार्यक्रमको दिन भने माग्ने बुढालाई प्रड्युसरले 61 लाख रुपियाँ दिएको खुलासा भएको छ। मिडियाहरूको अगाडि नै चलचित्रको निर्माता टिमले प्रड्युसरले माग्ने बुढालाई 61 लाख दिएको भन्ने दाबी गरेका थिए। 50 लाख दिइसकेको र बाँकी रकम पछि फेरि दिने भन्ने सहमतिमा माग्ने राजामा माग्ने बुढालाई 61 लाख रुपियाँ दिएको पत्रकारहरूलाई जानकारी दिएका थिए। दर्शकबिन, यो सँगै अब नेपाली सिने जगतमा माग्ने बुढा केदार घिमिरे नै सबैभन्दा महँगो कलाकार बनेका छन्। किनकि दर्शकबिन, योभन्दा अगाडि नायक अमन केसी, त्यसै गरी नायक प्रदीप खड्काले 40 देखि 50 लाख मात्र लिएको रेकर्ड थियो र सबैभन्दा महँगो नायक भनेर नायक अनमोल केसीलाई गनिन्थ्यो। तर अबदेखि भने यो ट्याग भने माग्ने बुढा केदार घिमिरेलाई गइसकेको छ, किनकि उनले चलचित्र माग्ने राजाको लागि 61 लाख रुपियाँ पाएका छन्। दर्शकबिन, यो सँगै हिजो टिजर सार्वजनिक भयो। टिजर सार्वजनिक हुनुभन्दा अगाडि माग्ने बुढाको पारिश्रमिकले गर्दा एकदमै निकै चर्चा कमाइरहेको थियो र सबैले यो फिल्म एकदमै युनिक होला, एकदमै फरक होला, नयाँ केही हेर्न पाउला भनेर सोचिरहेका थिए र फाइनली त्यो घडी पनि सकिसकेको छ। टिजर पनि आइसकेको छ। तपाईँले युट्युबमा गएर हेर्न सक्नुहुन्छ टिजर र टिजर हेरिसकेपछि हरेक दर्शकहरूले भन्ने कुरा एउटै रहेको छ, चलचित्रमा माग्ने बुढाको केही नयाँ भूमिका रहेको देखिएको छैन भनेर प्रतिक्रियाहरू दिइरहेका छन्। दर्शकबिन, सबै दर्शकहरूले माग्ने बुढाको उही किसिमको डायलग, उही किसिमको नक्कल र उही किसिमको थिम भयो भनेर भनिरहेका छन्। हामीले पनि टिजर हेर्दाखेरि माग्ने बुढालाई पहिल्यै छक्का पन्जामा हेरिरहेको जस्तो अनुभूति भयो। हामीले पनि यो फिल्मले केही न केही नयाँ भूमिका ल्याउला, माग्ने बुढालाई नयाँ ढङ्गले प्रस्तुत गर्ला भनेर सोचेका थियौँ। तर टिजर हेरिसकेपछि माग्ने बुढालाई हामीले छक्का पन्जामै हेरिरहेको जस्तो अनुभूति गऱ्यौँ, किनकि बोल्ने शैली उही, डायलग उही, थिम पनि उही बेसमा गएको जस्तो देखिएको छ। दर्शकबिन, यो मैले मात्र भनेका होइनौँ, हामीले मात्र भनेका होइनौँ, हामीलाई हेर्दाखेरि पनि यस्तै लाग्यो र दर्शक प्राय सबै 100मा 90%लाई यस्तै लागेको छ। हरेकले माग्ने बुढाको उही किसिमको डायलग भयो, उही किसिमको प्रस्तुति भयो, केही नयाँ गर्न खोजेनन्, पैसा मात्र 61 लाख दिएको त्यो फिल्म चलाउनको लागि भन्ने आलोचनाहरू यतिखेर दर्शकहरूले गरिरहेका छन्। दर्शकबिन, तपाईँहरूलाई के लाग्छ? तपाईँले यो टिजर हेर्नुभयो कि भएन? टिजर हेर्नुभयो भने टिजर कस्तो लाग्यो तपाईँलाई? टिजरमा केही नयाँ कुरा तपाईँले देख्नुभयो त? हामीले भने यो फिल्ममा खासै अहिले टिजर हेर्दासम्म त्यस्तो युनिक, त्यस्तो नयाँ हेर्न जानुपर्छ भन्ने त्यस्तो केही पनि लागेन। सायद यो फिल्म दसैँमा रिलिज गरेको भए छक्का पन्जा जस्तै फ्यामिलीहरूले आफ्नो समय बिताउनको लागि, हाँस्नको लागि यो फिल्म हेर्न जान्थे होला। तर यो तिजको बेला रिलिज हुन गइरहेको छ र यो रिलिज हुने समयमा जुन किसिमले बजारमा हल्ला चलेको थियो, चर्चा चलेको थियो, त्यो किसिमको एक्सपेक्टेसन भने दर्शकहरूले गरिरहेका थिए। तर टिजरले भने सबै दर्शकलाई निराशामा परिवर्तन गरेको छ, किनकि टिजरले त्यस्तो खास कुनै पनि नयाँ कुरा पस्किन सकेको छैन। हामीले हेर्दाखेरि छक्का पन्जा नै हेरिरहेको छु जस्तो अनुभूति गरेको छ। भले एक्टिङ एकदमै राम्रो छ, किनकि केदार घिमिरे भनेको एक्टिङमा माहिर रहेका छन्, उनको त्यो एक्टिङलाई लिएर रुचाइसकेका छन्। तर दर्शकहरू अब वाक्क भइसके एउटै कुरा लिँदा, एउटै कुरा हेर्दा। अब दर्शक धेरै जस्तोहरूले यो फिल्म चल्दैन भन्ने प्रतिक्रियाहरू पनि दिइरहेका छन्, किनकि माग्ने राजा भन्नसाथ मेन लिडमा लिएर बनाएको चलचित्रमा केही न केही त फरक भूमिका होला भनेर सबैले सोचिरहेका थिए। तर टिजरले भने त्यस्तो केही पस्किन सकेन।
छक्का पञ्जामा उनी साइड रोलको रूपमा थिए भने उनलाई त्यो क्यारेक्टर सपोर्टिङ रूपमा सुहाएको देखिन्थ्यो। तर यो फिल्ममा मेन रोल आफू हुँदाहुँदै पनि त्यही साइड रोलको जस्तो अनुभूति हामीले गर्न पाएका थियौँ। दर्शकबिन अब ट्रेलर त आउन नै बाँकी छ। ट्रेलर आइसकेपछि सिनेमा के कस्तो बनेको होला, सिनेमाको कथावस्तु के हो भन्ने कुराहरू त्यतादेखि अझै विस्तृत रूपमा थाहा पाउन सकिन्छ या ट्रेलरदेखि नै अरू कुनै भूमिकाहरू पनि हेर्न सक्छौँ कि हामीले भन्ने अब हामीले आश गर्न मात्र सक्छौँ। टिजरले भने सबैलाई निराश गरिसकेको छ। दर्शकबिन 61 लाख हुने चान्चुने कुरा होइन। 61 लाखमा 2, 3, 4 कलाकारहरूलाई नै लिन सकिन्छ। नेपाली इन्डस्ट्रीको कुरा गर्दैछु मैले। तर एउटै कलाकारलाई 61 लाख रुपियाँ दिएको र जनता र अडियन्सको एक्सपेक्टेसनलाई मिट नगरेपछि अब सिनेमाले 61 लाखै कमाउँछ कि कमाउँदैन भन्ने पनि प्रश्न उठिरहेको छ। यतिखेर मुख्य पात्र माग्ने बुढालाई दिएको पैसा मात्र उठाउन सक्छ कि सक्दैन भनेर सबैले प्रश्न गरिरहेका छन्। दर्शकबिन तपाईँलाई के लाग्छ? सिनेमाले बक्स अफिस कलेक्सन फार्ला त, पैसा कमाउला त? तपाईँलाई के लाग्छ? कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न भनी नबिर्सिनुहोला। दर्शकबिन कलाकारलाई पैसा पारिश्रमिक दिनु भनेको नराम्रो होइन। उनीहरूको मेहनत, उनीहरूको समयको लागि दिनु एकदमै राम्रो हो। तर कलाकारलाई मात्र पैसा दिएर फिल्म चल्ने भने यद्यपि होइन। तपाईँले कथावस्तुमा ध्यान दिनु पर्यो। अडियन्सहरू कुन किसिमका सिनेमा हेर्न रुचाइरहेका छन् त्यस्तो सिनेमाहरू बनाउनेतर्फ जानु पर्यो। किनकि यति बेला नेपाली अडियन्सहरू एकदमै निराश भएका छन्। नेपाली चलचित्र एकपछि अर्को हामीले फ्लप देखिरहेका छौँ। बनेका राम्रा सिनेमाहरूले पनि सोचेको जस्तो व्यापार गर्न भने सकेको छैन। अहिलेसम्म नेपाली इन्डस्ट्रीको हिस्ट्रीमा पूर्णबहादुरको सारङ्गीले मात्र रेकर्ड रच्न सकेको छ र दर्शकहरूको मन जित्न सकेको छ र त्यो किसिमको पैसा कमाउन सकेको छ। तर अरू नेपाली सिनेमाहरूले भने यतिखेर बक्स अफिसमा स्ट्रगल नै गरिरहेका छन्। भले नै त्यो एक्सन रूपमा जतिसुकै राम्रो होस् या कथावस्तुमा राम्रो होस्, अडियन्सले नरुचाएपछि त्यो सिनेमा भने यतिखेर फ्लप भइरहेका छन्। यतिखेर माग्ने राजाको पनि एकदमै ठुलो प्रश्न उठिरहेको छ। माग्ने राजाले के साँच्चीकै पैसा कमाउन सक्ला त? जुन किसिमले पारिश्रमिक लिएका छन् माग्ने बुढाले, त्यो पारिश्रमिक लिएको हिसाबले दर्शकहरू तान्न सक्लान् त? र के दर्शकहरू माग्ने बुढाको लागि फिल्म हेर्न जालान् त? यी सबै प्रश्नले देखेर सामाजिक सञ्जाल गुन्जिरहेका छन्। दर्शकबिन तपाईँलाई यसको उत्तर थाहा छ भने कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनुहोला। हामी पनि आश गर्नेछौँ कि माग्ने बुढाको यो सिनेमा माग्ने राजाले निकै राम्रो कमाइ गर्न सकोस्। फेरि पनि नयाँ विषयवस्तुसँग उपस्थित हुनेछौँ। अहिलेको लागि बिदा दिनुहोस्। धन्यवाद।